सम्माननीय सभामुख महोदय, आज बिहान करिब 9:15 बजे चीनबाट रसुवा हुँदै आएको भोटोकेसी नदीमा आएको विषम बाढीले हामी एउटा शोकमै छौँ। यो राष्ट्रिय विपत्ति हो र यसबाट हामी सबै को एउटा मुटु हल्लिने घटना हाम्रो सामु भइराखेको छ। यो बाढी अझै कहाँसम्म पुग्ने हो र कति क्षति हुने हो, यो क्षतिको विवरण हाम्रो अझै हातमा आइसकेको छैन। हामी कसरी जाने हो र सरकार पनि एक प्रकारको आफ्नो तयारीमा छ। यति हुँदाहुँदै पनि हामी सबैजना अन्योलमै छौँ जस्तो देखिन्छ। हामी प्रभावित क्षेत्रका सांसदहरू त्यो जिल्ला जाने कुरा, त्यहाँ गएर विपदमा उद्धारको लागि सहभागी हुने कुरा पनि हाम्रो सामु छ। हामी यसमा छलफलहरू गरिराखेका छौँ। हजारौँ नागरिक बेपत्ता भएको सूचना छ। विपदबाट लाखौँ प्रभावित भएका छन्। गोर्खा जिल्लाबाट गोसाइँकुण्ड यात्रामा रहेका 2वटा माइक्रो बस र एउटा बस मध्ये 36 जना रहेको एउटा बस बाढीमा परेको सूचना छ। त्यसमा ज्यान गुमाउने हरू पनि कयौँ हुनुहुन्छ भन्ने मैले सूचना पाएको छु। एकदमै दुःखद अवस्था छ। त्यस्तै दोलखाबाट अन्य जिल्लाबाट रसुवामा काम गर्न गएका थुप्रै मानिसहरू यो विपदमा पर्नु भएको सूचना प्राप्त भएको छ। एउटा यो कहाली लाग्दो घटना घट्दै गर्दाखेरि हामी कसरी यसमा साथसाथै जोडिन सक्छौँ भन्ने कुरा हामी सबैलाई चिन्ताले छाएको छ। बाढीले खरबभन्दा बढीको क्षति पुर्याएको छ। यस क्षेत्रमा जलविद्युत आयोजना, जलविद्युत केन्द्रहरू पूर्ण रूपमा क्षति भएका छन्। रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन र नवलपरासी पश्चिमलाई क्षति पुर्याएको यस बाढीले सुरक्षा निकायका पूर्वाधारहरू, विद्यालय, बस्ती, बजार, पुल पुलेसामा पूर्ण क्षति पुर्याएको रेकर्डहरू आउन थालेका छन्। यो कल्पनाभन्दा माथि, कल्पनाभन्दा बाहिरको क्षति हो, विपद हो र यो क्षति बेहोर्ने परिवारप्रति राज्य र हामी पुरै संसद यहाँहरूको साथमा छौँ भन्ने सन्देश दिन चाहन्छु। विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित र घाइतेहरूको तीव्र उद्धार, स्वास्थ्य सेवा प्रवाह गर्न, राहतको लागि तयारीको लागि सरकारलाई म अनुरोध गर्न चाहन्छु र सूचना प्राप्त भएका क्षेत्रमा उद्धारको लागि हेलिकप्टरहरू तैनात गरिएका छन्। केही ठाउँमा उद्धारहरू पनि भइराखेको सूचना प्राप्त भएको छ। यसमा थप सशक्त भई नागरिक सेवाका लागि सरकारलाई म अनुरोध गर्न चाहन्छु। सरकार, सबै नागरिक, राजनीतिक दल, सबै सरकारी निकायहरू, सङ्घ संस्था, पूर्व सैनिक, प्रहरी मिलेर राहत उद्धारमा लागौँ। यो विषम परिस्थितिमा मित्र राष्ट्रहरू समेतको सहयोग लिएर दीर्घकालीन रणनीतिमा हामी लाग्नुपर्छ। राष्ट्रिय विपद कोष परिचालन गरौँ र विशेष गरी आवश्यकता र औचित्य देखिएमा राष्ट्रिय विपद घोषणा पनि गर्न आवश्यक छ भने त्यो पनि गरेर हामी जानुपर्छ र यो विपदको घडीमा हामी सबैजना विपद व्यवस्थापनमा जुटौँ। म सबैलाई धैर्य धारण गरेर विपदमा जुट्न र आवश्यकता अनुसार परिचालन हुन अनुरोध गर्न चाहन्छु। धन्यवाद।